नमस्कार। हामी आज नवलपरासीको सिजी मन्दिरदेखि प्युठानको स्वर्गद्वारीसम्मको यात्रामा रहनेछौँ। यो यात्रामा तपाईहरूलाई स्वर्गद्वारी कसरी पुगिन्छ या स्वर्गद्वारी जाने बाटोहरू र त्यहाँको धार्मिक महत्त्व, त्यहाँको विशेषताहरू, त्यहाँको हावापानी, भौगोलिक अवस्थाहरू र यात्राको क्रममा के कस्ता कठिनाइहरू हुनेछन् तपाईहरूलाई हामी देखाउँदै जानेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अहिले हामी भुमई बजार आइपुगेका छौँ। यो भुमई बजारबाट सिधा हामी महेन्द्र राजमार्ग गयो भने बुटोल पुग्छौँ भने आज हामी यो महेन्द्र राजमार्गको बुटोलदेखि गरुसिङ्गेसम्मको बाटोहरू अप्ठ्यारो भएको कारणले गर्दा हामी लुम्बिनी हुँदै अगाडि बढ्नेछौँ। पूर्व पश्चिम महेन्द्र राजमार्गमा अवस्थित दाङको भालुवाङ बजार हो। हामी भालुवाङ बजारमा रहेका छौँ यति बेला। यो एउटा व्यापारिक केन्द्रको रूपमा पनि रहेको छ। अब यहाँबाट हामी बिस्तारै उकालो लाग्दै तराईलाई छोडेर हामी बिस्तारै पहाडतर्फ अगाडि बढ्नेछौँ। बिचमा जङ्गलहरू रहेको छ। त्यो जङ्गल पार गर्दै हामी यो भालुवाङ बजारबाट केही समयमा अगाडि बढ्नेछौँ। यहाँबाट यो पूर्व पश्चिम महेन्द्र राजमार्गको उत्तरतर्फ हामी उत्तरतर्फ लागेपछि हामी बिस्तारै पहाडी इलाकाहरू पार गर्दै, पहाडी क्षेत्रहरू पार गर्दै हामी अगाडि बढ्नेछौँ। हामी स्वर्गद्वारी जाने क्रममा दरबाङ बजार आइपुगेका छौँ। 60 किलोमिटरमा हामी स्वर्गद्वारी पुग्छौँ। यहाँबाट अहिले चाहिँ दरबाङ बजार प्रवेश गर्दैछौँ हामी। एकदमै बाटो एकदमै साँघुरो छ। गाडीहरू क्रस गर्नलाई पनि समस्या छ। यहाँ दुईवटा गाडीहरू स्पिडमा चलाउन नसकिने बाटोहरू रहेछ। बिस्तारै उकालो बाटो, बिस्तारै उकालो छ। बिस्तारै माथि जाने क्रममा छौँ हामीहरू। यो चाहिँ ठ्याक्कै दरबाङ बजार। यो यहाँबाट चाहिँ धेरै गाउँहरूमा गाडीहरू जाने गर्दो रहेछ।
अब हामी बिस्तारै पहाडतर्फ अगाडि बढिरहेका छौँ। बिस्तारै उकालो बाटो आउँदै गरेको छ। दुईतर्फ सालका रुखहरू रहेका छन्। बाटो घुमाउरो, एकदमै घुमाउरो खालको बाटो पनि रहेको छ। यहाँ हामी डाँडा बजार आइपुग्यौँ। अब यसपछि हामी ओह्रालो झर्छौँ। यो डाँडा बजार यति बेलासम्म हामी उकालो बाटो चढिरहेका थियौँ भने अब बिस्तारै हामी फेरि ओह्रालो बाटोमा तल झर्दै जानेछौँ। त्यसपछि हामी केही समयमा त्रिवेणी धाम भन्ने बजार आइपुग्नेछौँ। अबको केही समय चाहिँ हामी ओह्रालो बाटो, बिस्तारै ओह्रालो बाटो घुमाउरो छ, ओह्रालो बाटो हामी झर्दैछौँ। हामी बिस्तारै राप्ती नदीको किनार अगाडि बढिरहेका छौँ। पारिपट्टि सुन्दर गाउँहरू देख्न सकिन्छ। बाटो एकदमै मनोरम, प्राकृतिक सुन्दरताले भरिपूर्ण, एकदमै आनन्द आउने खालको बाटोहरू छ। कहीँ कच्ची बाटोहरू छ, एक दुई ठाउँमा मात्रै, नत्र भने एकदमै सफा बाटो चाहिँ केही साँघुरो छ तर पनि हिँड्नको लागि एकदमै सहज छ। भमिट हुनेहरूको लागि चाहिँ अलिकति भमिट चाहिँ बढी हुन्छ, नत्र भने यो बाटो चाहिँ एकदम सहज रूपमा अगाडि बढ्न सकिन्छ। स्वर्गद्वारीको यात्राकै क्रममा छौँ हामीहरू। यति बेला माण्डवी गाउँपालिका 1 मा आइपुगेका छौँ। यो सानो बजार रहेको छ। यहाँ एकदमै सर्र हावा चल्दो रहेछ। अहिले दिउँसो 1-2 बजिसकेको छ। सरसर्ती हावा चलेको छ। हामी माडी खोला तलपट्टि बगिरहेको छ। त्यही खोलाको किनार हामी अगाडि बढिरहेका छौँ। अब करिब 10 मिनटमा हामी चकचके भन्ने ठाउँमा पुग्छौँ। माडी खोलाको छेउ किनार हामी निरन्तर रूपमा अगाडि गइरहेका छौँ। तलपट्टि माडी खोला बगिरहेको छ भने हामी छेउबाट अगाडि बढ्दैछौँ। दुईवटा डाँडाहरूको बिचमा माडी खोला बगिरहेको छ। हामी चकचके बजार आइपुग्यौँ। यति बेला स्वर्गद्वारी अब यहाँबाट 30 किलोमिटर छ। स्वर्गद्वारी पुग्नलाई अब हामी 32 किलोमिटरमा हामी स्वर्गद्वारी पुग्छौँ। यो चाहिँ चकचके बजार। हामी स्वर्गद्वारीको लागि अगाडि बढ्यौँ। पारिपट्टि चाहिँ खलङ्गा जाने बाटो रहेको छ। पारिको बाटो खलङ्गा जान्छ भने हामी वारीबाट स्वर्गद्वारीको लागि अगाडि बढिरहेका छौँ। यो बाटोमा चाहिँ धेरै जसो चाहिँ इभी गाडीहरू बढी चल्ने रहेछ। आजभोलि इभीको चलन बढी भएर होला। सँगसँगै टाटा सुमोहरू पनि धेरै चलेको देखियो। अनि बाटोमा चाहिँ एउटा एकदम अचम्मको कुरा के भेटियो भने यहाँ धेरै जसो गाडीहरू चाहिँ मोटरसाइकलहरू, विशेष गरी मोटरसाइकलहरू चाहिँ भारतीय नम्बर प्लेटका
मोटरसाइकलहरू भारतीय तीर्थयात्रीहरू मोटरसाइकलमा आउने गरेको चाहिँ हामीले बाटोमा देख्यौँ। नेपालमा भारतीय नम्बर प्लेटका गाडीको लागि पारिपट्टि बाटो छ, बिचमा माडी खोला बगिरहेको छ भने वारिपट्टि स्वर्गद्वारीको लागि हामी अगाडि बढिरहेका छौँ। हामी भर्खरै स्वर्गद्वारी नगरपालिका छिरेका छौँ। हामी यति बेला स्वर्गद्वारी नगरपालिका प्रवेश गऱ्यौँ। अब केही समयमा हामी स्वर्गद्वारी नजिक पुग्नेछौँ। यो चाहिँ भिङ्ग्री बजार हो। यो भालुवाङदेखि रोल्पा जाने क्रममा पिच बाटोमा पर्ने यो भिङ्ग्री बजार। यहाँबाट हामी माथि स्वर्गद्वारीको लागि माथि जानेछौँ। यहाँ अगाडिपट्टि एउटा गेट रहेको छ, त्यो गेटबाट चाहिँ हामी माथि लाग्नेछौँ। माथि जानको लागि चाहिँ करिब 14 किलोमिटर हामी माथि गएपछि स्वर्गद्वारी मन्दिर पुग्छौँ। यहाँ माथि जानको लागि एउटा गेट छ, हेरौँ अगाडिपट्टि। यो बाटो हामी सिधै गयौँ भने चाहिँ रोल्पा जान सकिन्छ। रोल्पा जाने बाटोको बिचबाट यहाँ एउटा माथितर्फ यहाँ अगाडिपट्टि गेट रहेको छ। यो गेटबाट हामी अब उत्तरतर्फ पहाडी इलाकामा प्रवेश गर्दैछौँ। एकदम सुन्दर शान्त छ। माथि गइसकेपछि यो बजारलाई हामी छोडेर बिस्तारै हरियाली पहाडमा हामी प्रवेश गर्नेछौँ। एकदमै शान्त सुन्दर र हिमालहरू देख्न सकिने चिसो हावा चल्ने ठाउँहरू हेर्दै हामी मनोरम दृश्यहरू प्राकृतिक सुन्दरतालाई हामी अँगाल्दै निहाल्दै हामी माथि चल्नेछौँ। यो बजारदेखि माथि मन्दिर पुग्नको लागि करिब 14 किलोमिटर हामी उत्तरतर्फको यात्रा सँगसँगै हामी स्वर्गद्वारी मन्दिर पुग्नेछौँ। हामी स्वर्गद्वारीको उकालोमा छौँ। यति बेला गाडी बिस्तारै बिस्तारै अगाडि बढिरहेको छ। बिस्तारै हामी उकालो लाग्दैछौँ। गाडी चाहिँ एकदमै यहाँको मौसम, यहाँको वातावरण स्वर्गीय आनन्द, साँच्चै नै एउटा स्वर्ग यहाँ देख्न सकिन्छ। माथि बाटो हेर्नु, एकदम स्वर्गीय आनन्द सहितको बाटो छ। हामी बिस्तारै माथि बढ्दै गएछौँ, माथि गइरहेका छौँ। बाटो एकदमै ठाडो उकालो छ, तलपट्टि बजार रहेको छ। पारी सुन्दर दृश्यहरू हामी हेर्दैछौँ। बिस्तारै बिस्तारै अगाडि बढ्दै गइरहेका छौँ। गाडीले तान्न चाहिँ एकदमै गाह्रो मानिरहेको छ, तर पनि हामी बिस्तारै अगाडि बढिरहेका छौँ। 1 नम्बर गियरमा होला सायद। माथिपट्टि बादल लागिरहेको छ, बादलको काखमा पहाडहरू रहेका छन्। पछाडि बाटो हेऱ्यो भने हेर्दा पनि डर लाग्दो बाटोहरू छ। छेउछाउमा बाख्राहरू चलिरहेका देख्न सकिन्छ। भिरमा यसरी बाख्राहरू यति बेला हामी घडेरी भन्ने ठाउँमा आइपुग्यौँ। स्वर्गद्वारीको करिब आधा बाटो आइपुगेका छौँ हामी। माथि हेर्नुहोस् के जस्तो छ।
अब स्वर्गद्वारीको अन्तिम गन्तव्यतर्फ आइरहेका छौँ। अब हामी 2 मिनटमा झर्छौँ गाडीबाट। त्यसपछि आधा घन्टाको बाटो चाहिँ हामी यहाँबाट चाहिँ हामी गाडीबाट झर्छौँ। स्वर्गद्वारी आइपुग्दै लागेको छ। स्वर्गद्वारी आइपुगेका छौँ। यहाँ बाटोमा घोडाहरू चलिरहेका छन्। हिँडेर जान नसक्नेहरू, अशक्त व्यक्तिहरूको लागि घोडाबाट माथि लैजाने व्यवस्था पनि